बोलिरहँदा यो पत्रकारलाई कुनै पार्टीले चलायो कि दिवाकर पनि कुनै पार्टीको झोले भयो कि भन्न बेर छैन। पूरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु, मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने केही प्रमाणहरू दिन्छु। समय आउँदैछ, प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए, त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए। यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरु सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौं किन बोलौं। म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ मान्यो। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी शर्टहरू कसको कोले लगाएको थियो र त्यो ब्ल्याक टी शर्टमा कालो रङको टी शर्टमा के लेखिएको थियो, त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ। अब यो बोलिरहँदा त्यो ब्ल्याक टी शर्ट लगाउने वालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा परिसके, नो डाउट। दोस्रो कुरा तपाईहरुलाई भन्छु, सबै ठाउँमा आगजनी भयो हैन। प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू बुझ्छौं। ल मानौ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो, विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, डुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरुमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ, देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो। जेन्जी भाइ बहिनीहरूले गोली खाए, ताकी गोली हानियो। त्यो गोली हान्नेहरू को छन्, प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरू हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरू भयो, यसमा अहिले सर्वप्रथम यिनीहरूको छानबिन होस्, जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौं भने प्रमाणहरू नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी शर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी शर्ट लगाउने मान्छेहरूको टी शर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो। अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसके होला म के भन्न खोजिरहेको छु। कि त्यो पनि म खुलेरै भन्नु पर्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी शर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो, त्यो कोडको फुल फर्म के हो। जसरी HTP, हाम्रो कम्पनीको नाम हो HTP, हिमाल तराई पहाड है।